साथीहरु नमस्ते। आज पनि हामी बेमा जाँदैछौँ। आज पो जाँदैछौँ। छोरी म अनि पापा चाहिँ कामले बाहिर जानुभएको छ। अहिलेसम्म आउनुहुन्छ। यहाँ साथीलाई पर्खिरहेको। साथी आउने बाटो चाहिँ यहीँबाट हो। बेमा मेरो नन्दा बहिनीले यहाँ दुईटा आइसक्रिम पिङ्क र सेतो खाँदै हुन्छ। चाट्नु न चाट्नु ल चाटेको त खाएर न बेमा यस्तै कोसिस गर्नु अधिकारीहरू बन्दै जाउँ कोसिस गर्नुपर्छ। कोसिस गर्दाखेरि यस्तो नहुने चिज केही पनि छैन संसारमा। तर कोसिस निरन्तर हुन्छ। साथैमा प्यारेन्ट्सहरू पनि नानीहरूको प्रति लागि पढ्नुपर्छ। त्यतिकै गार्डनमा फुल फुल्दैन त्यो अघि भने बाबा भन्नु तपाईँको अनुहार गरे बहिनीले सोध्दा न आज कस्तो भयो भनेर पत्रकारहरू तिमी पत्रकार त बिहे कस्तो भयो आजको? आज बहुत बढिया भयो। मजेदार खानु पायो नि भइहाल्यो है। अब भात खानु भयो? खाना खायो होइन पापा खोज्दैछु। जाउँ न जाउँ। होइन खाना खाएर खाइसक्यो खाना? जाउँ खाना खाइसक्यो? हामी चाहिँ खाना खाएर गएको। खोइ बहिनी कहाँ गयो? निरजको मम्मी। ए नमस्ते मलाई पनि आइसक्रिम हाल्नु अन्त कहाँ गयो? तपाईँलाई माथि खोज्यो नि बे खाएर पनि अब हिँडेको। साथीहरू हामी चाहिँ बे खाएर अब वापिस गएको। झोल गयो है। भिटामिन जति सबै चुहेर गइसक्यो। बरु नखाँदै ठिक यस्तो गर्मीमा चाहिँ अब आउनै पर्यो। के गर्नु है समाजको नआइ पनि गन्ती मन्तीमा आइन्छ। त्यही भएर आउनै पर्यो। बे खानै पर्यो। गरममा चाहिँ बिहार मोड़ दिखा है, मैं दिखाती हूँ वीडियो में। यहीं पे हम कहाँ है? राजदीप। ये राजदीप में खाना खा के क्यामेरा पहुँच्नु ए पूछ्नु भन्दा मलाई केलाई पूछ्नु साथी खाएर बे खाएर जाँदैछौँ घर। यहाँनिर नन्दा बहिनी उसको थैली हेर्दैछ कि कति पैसा छ कि उसको। गन्ती मन्ती गर्दैछन्। पढाइ घर गएर गर्नु अहिले गेलाउनु पर्यो। बे खाएर जाँदैछौँ अब हामी। बे खाएर झोल सबै चुयो भन्दैछु त अब। निरज खोइ भन्दै मम्मी खोइ भन्दै निरजलाई डराउनु सक्नुभयो भन। पछाडि जस्तो लाग्यो नि त मलाई। यति बेला त नेकले भिड्नु पर्ने क्या।
आयो है स्टेसन लु जानु जानु म दिन्छु जानु म दिन्छु ल ल ल पछि जाँदा दिनु नि पछि जाँदा दिनु म भिडियोमा रेकर्ड गरिरहेको छु पर्सि दिन्छु ल ल म योचोटि दिन्छु तपाईँ पछि दिनु ल भिडियोमा रेकर्ड छ नि फेरि ल ल बाई 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 टाटा ल ल भरे नआउनु भरे नआउनु हामी जान्छौँ अब घर आउन आँट्यो साथीहरू हाम्रो मेरो नन्द चाहिँ यहीँ उभिनु भयो मेरो नन्दको घर आइपुग्यो अब म र मेरो छोरी उभिने बेला आयो आजलाई यति नै टोटोवाला भैयाहरू हेर्दैछ